नमस्ते सबैजनालाई। म एउटा अत्यन्तै राम्रो जानकारी लिएर हजुरहरूको माझमा उपस्थित भइसकेको छु। एउटाले जानेको कुरा अरूलाई सेयर गर्नु अत्यन्तै राम्रो कुरा हो। मैले आज यो बोतलहरू धुन गइरहेको छु। यो बोतलमा कुनै रक्सी अथवा अन्य चीज राखेर गन्ध आएको छ भने यसलाई रक्सी राखेको गनाएको छ अति नै। र यो बोतल रक्सी मात्रै होइन, हरेक चीज राखेर, दुधहरू राखेर, दहीहरू राखेर अथवा अन्य कुनै चीजहरू राखेर गन्ध आएको छ। अब यसलाई त हात राखेर माझ्न मिल्दैन, यसमा कुनै बुरुस पनि पुग्दैन। अब यसलाई कसरी यो गन्धबाट हटाउने भनेर धेरै दिक्कतमा हुनुहुन्छ भने मैले आज हजुरहरूलाई सिकाउँछु। हजुरहरूले पनि यसरी नै प्रयोग गर्नुहोला। एकपटक माझेर हजुरहरूले विचार गर्नुहोला, मैले भनेको कुरा सही हो रहेछ कि नै भनेर। मैले यो मेरो छोरालाई, बाबुलाई घिउ पठाइदिनको लागि मैले यी बोतलहरू आज मान्न लागेको छु। यो बोतलमा कसैमा रक्सी राखेको छ, कसैमा दुधहरू राखेर हल्का गन्धहरू आएको छ। यसलाई कसरी मान्ने त भन्दा म हजुरहरूलाई एकदम राम्रो उपाय सिकाउँछु। यो कोलगेट हो, दाँत मान्ने कोलगेट। हामीले दाँत मान्ने कोलगेट, यो कोलगेटलाई हामीले यो बोतलभित्र राख्ने। यसरी राखिसकेँ मैले थोरै। पानी भरेर यसरी बिर्को लाएर यसरी हल्लायौँ भने यसमा भएको दुर्गन्ध जति, हँसको जति सबै जान्छ, गइसक्यो। नपत्ताए एकपटक प्रयोग गरेरै हेर्नु होला। हजुरहरूले पनि राम्रो कुरा एकअर्कामा सेयर गर्नुपर्छ। मैले यो बोतल माझिसकेँ। एउटा पनि गन्ध भनेर एउटा गन्ध रहन्न क्या। यस्तो मिठो तथा नयाँ क्लियर हुन्छ यो बोतल। यसरी नै माझ्नु होला। अब सुँगाम भने हजुरहरूको नाकमा पुग्दैन। म आफै सुँगेँ, एकदमै यसको हँसको गइसकेको छ। यसरी बोतलहरू मान्नु होला सबैले है त। भिडियो यति नै, जानेको कुरा सेयर गर्नु।